हेलो एन्ड नमस्ते। म चाहिँ सन्देश थापा एउटा सानो भ्लग बनाउन गइरहेको छु। अनि मेरो यहाँ एउटा स्कुटी छ। यो स्कुटीमा चाहिँ टक्कसँगले कस्तो हुँदो रहेछ युकेमा यसो हाँक्दै गर्दा राइड गर्दैखेरिको सब कुराहरू तपाईँहरूलाई देखाउँदैछु। हेर्दौँ है त कस्तो हुन्छ। मेरो फर्स्ट ट्राई हो यो भ्लग चाहिँ। हेरौँ कस्तो हुन्छ, इन्जोय गरौँ है त। आज चाहिँ डे पनि दामी छ, सनी डे छ टक्कसँगले हैन। हिँड्दै जाँदाखेरि दामी हुन्छ। टक्क आज चाहिँ मस्त घाम लागेको छ। यहाँनिर चाहिँ अब यही हो, घामै देख्न गाह्रो हुन्छ यो देशमा चाहिँ। यहाँबाट चाहिँ हामीले रोड क्रस गर्नुपर्ने हुन्छ। यहाँ बटम थिच्ने, यहाँ लाइट हुन्छ, टक्क ग्रिन बलेपछि जानु हुन्छ। यो चाहिँ हाइवे हो। यहाँनिर ट्राफिक कतै देख्नुहुन्छ, देख्नु हुँदैन यहाँनिर, किनभने ट्राफिक लाइटहरू छ। त्यही लाइटको आधारमा प्लस क्यामेरा छ, त्यही हेर्ने हो। क्यामेराबाटै यिनीहरूले डिटेक्ट गर्छ नम्बरहरू। यहाँनिर चाहिँ नेपालमा भइरहे ट्राफिक यतै बस्या हुन्थ्यो उस्तै बस्या हुन्थ्यो, यहाँ चाहिँ त्यस्तो हुँदैन। सिस्टम हरियो बोल्यो हामी जान सक्छौँ। यहाँ पनि हरियो बोलिरहेछ। अब रोड क्रस गर्दैछु होइन। यो हो क्या सिस्टम, जस राम्रो छ यहाँनिरको सिस्टम चाहिँ। त्यही भएर यो साइकल लेन नै बनाएको रहेछ छुट्टै। यतापट्टि साइडमा हाइवे जस्तै गाडीहरू हिँडिरहेछ भनेदेखि हामी चाहिँ यहाँ स्लो गर भन्छ। यहाँनिरबाट यताबाट आउँछ कि भनेर हेर्ने हो। छैन, सर हिँड्ने हो। ठिक छ, यतिको नेपालमा हुनलाई चान्सेस त गऱ्यो भने हुन्छ। अब गर्नै खोज्दैन नेताहरूले। त्यही भएर अब हामीलाई पनि अरूको देशमा आएर गुलामी गर्न त मन छैन नि। अब देशमा त्यस्तै गरिदिएपछि के गर्नु। हाम्रो पनि बाध्यता हो, परिस्थिति हो होइन। आफ्नै देशमा यतिको डेभलप नभए पनि त यसो बस्ने ओर्ने, सोसल सेक्युरिटीदेखि लिएर ह्युमन राइट्सको कुराहरूदेखि लिएर होइन, प्रायोरिटीको चिजहरूदेखि लिएर सबै कुरा हुनुपर्छ नि त। त्यो केही पाइँदैन क्या। त्यही त गाह्रो भइरहेछ। त्यही भएर त नि हामीले आफ्नो देश छोड्नलाई एकदम ट्राई गरेर हुन्छ, के गरेर हुन्छ होइन। सकेसम्म अरू देशमा नजाउँ, आफ्नै देशमा केही गरौँ, त्यही मजा हुन्छ नि। तर काहीँ केही छैन, प्लेटफर्मै बनाइदिँदैन। त्यही भएर हामीलाई गाह्रो भएर चाहिँ हामी अरूको देशमा आउनुपर्ने हो। अरूको देशमा चाहिँ सबै कुराहरू सिस्टमहरू दामी छ क्या। अनि त्यही हो क्या। यहाँ अब अर्कोबाट फेरि बाटो क्रस गर्नुपर्छ। यहाँ
सिग्नल थिचिसकेपछि टक्कसँगले बिन बलेपछि जान मिल्छ। त्यतिन्जेल गाडी चाहिँ अब हेर्ने हो, बस्ने हो, वेट गर्ने हो। त्यो दामी रहेछ त्यो चाहिँ। ग्रिन बल्यो, टाढो पनि ठ्याक्क भ्याइन्छ पर्ने। यहाँबाट चाहिँ अब भ्याइँदैन, पर्खिनै पर्छ। यताबाट बाटो क्रस गरौँ हैन, त्यतिको लागि बटम अब ग्रिन बल्यो, बाटो क्रस गरौँ। छैन, त्यही भएर बाटो क्रस गर्दा भयो। यहाँ चाहिँ स्लो गर्नुपर्छ, अस्ति झन्डै उडाइदिएन एउटाले यस्तो। म पनि स्पिडमा आइरहेको थिएँ, ऊ त्यो पनि स्पिडमा आएर रहेछ, ठ्याक्क ब्रेक हान्यो त्यसले, मैले पनि ब्रेक हानेर टक्कसँगले रोक्यो, झन्डै उडाइदिएको। यहाँ चाहिँ यो बस स्टप हो। यहाँ अब यहाँ ठुलो छ लिडल छ एउटा, यो चाहिँ सुपर मार्केट हो। यहाँनिर धेरै टाइपको ब्रान्डहरू छ, लिडल, आजदा, टेस्को, सेन्सब्युरी। यहाँको चाहिँ सुपर मार्केट ठुलो ठुलो हो। अब हामी यो साइकल लेनमा आइसकेको छ होइन। यहाँनिर चाहिँ यो एरिया चाहिँ आनन्द मजा लाग्छ क्या, वाइड छ, राम्रो छ। जस साइकलहरूको लागि सबै कुराहरू मिलाइदिएको छ। यहाँ साइकलको नि सिग्नल छ, यहाँ रेड बलिरहेको छ, हामी यहाँ रोक्नुपर्ने हुन्छ। सबै हेर्नु साइकलको लागि पनि लाइट साइड छ। अब यतिसम्म व्यवस्थित छ अनि यस्तो कुराहरूले हामीलाई चाहिँ लोभ्याउँछ क्या, विदेश आउनलाई इन्करेज गर्छ। नेपालमा यस्तो केही छैन। अहिले चाहिँ अलि बटम थिचेर चाहिँ बाटो क्रस गर्ने बनाएको छ गाडी। अब ग्रिन बल्यो, जाउँ। हो त्यस्तो त्यस्तो चिजहरू हुन्छ। त्यो चिजहरूलाई चाहिँ अब हामीले अब कसैले पोजिटिभ वेमा हुन्छ, कसैले नेगेटिभ वेमा लिन्छ होइन। तर लाइफमा आफूले जे मन लाग्छ, जे राम्रो लाग्छ त्यही गर्दा ठिक हुन्छ क्या होइन। अरूलाई हार्म गर्नु भएन, अरूलाई हार्म नगरिकन आफूले जे गर्दा पनि त्यो चाहिँ बेस्ट नै हुन्छ क्या। कसैले एकदम धेरै प्रगति गऱ्यो भन्दैमा आफूले प्रगति गरिन भन्दैमा त्यो डिमोटिभेट हुने, आफूलाई हुन्छ नि, आफूलाई चाहिँ एकदम लो फिल गराउनु हुन्न क्या लाइफमा। लो फिल गराएर कामै छैन। आफ्नो वेमा आफ्नै हिसाबले चल्ने, आफ्नो गर्न सक्ने, आफ्नो दममा भए जति गरिदिने, त्यही हो नि त। अरूको हेरेर इच्छा गरेर
त्यो यस्तो हुनुपर्छ यो यसको लेभल यो हुनुपर्छ भन्ने कुरो चाहिँ माइनर राख्नु हुँदैन क्या। म चाहिँ त्यसरी अगाडि लाइफमा अगाडि बढ्नलाई चाहिँ हल्का प्रेरित गर्छु। त्यही भएर चाहिँ अब यहाँनिर लेन हुन्छ के हुन्छ हिँड्ने यहाँ चाहिँ जेब्रा क्रसिङमा चाहिँ राइट सबैले सरेर क्रस गर्न पाइन्छ। तिनीहरूले जेब्रा क्रसिङमा रोक्नै पर्छ। नेपालमा त हिँडिन्छ नि त यत्तिकै, तर यहाँ चाहिँ त्यस्तो हुँदैन। जस्तै त सिस्टम राम्रो छ क्या यहाँनिरको चाहिँ, त्यही नै खुसी लाग्छ। सब आज काम गरिन्छ, त्यही हो। यहाँ चाहिँ आफूलाई चाहिँ जो बिजी राखिन्छ। नेपालमा भइरहेको सुतिर बसिन्थ्यो, कहिले के हुन्थ्यो होइन। यहाँ चाहिँ आफूलाई चाहिँ त्यस दौडाको दौडाइ गर्नै पनि पर्ने हुन्छ, परिस्थिति पनि त्यस्तै हुन्छ। त्यही माथि हामी त बाहिरबाट आएपछि त अभियसली गर्नै पर्छ क्या, नगर्ने भन्ने चिजै हुँदैन। त्यो लेभलसम्म चाहिँ अब गर्नै पर्यो काम। फाइनल्ली म चाहिँ आइपुगेँ गोर्खा एक्सचेन्जमा। अब यतापट्टिबाट इन्ट्रान्स छ होइन, साइडबाट जाउँ। त्यो हो टक्कसँगले चाहिँ सब पार्किङ एरियाहरू छ। यो गोर्खा किचन यो फाइनल्ली चाहिँ म आइपुगेँ होइन। यहाँ अब काम अब सुरु हुन्छ। कस्तो लाग्यो राइड होइन, तपाईँहरूलाई यसो हेरेर प्रतिक्रियाहरू पनि दिनु होला। मेरो फर्स्ट भ्लग हो यो चाहिँ। सो दाइहरूसँग हिँड्दा हिँड्दै अब यसो सिके भ्लगसँग यसरी गर्नुपर्ने रहेछ
भनेर सिकियो। यस राम्रो भयो जस्तो लाग्यो। हेरौँ है त के रहेछ। अनि त्यसपछिबाट प्रतिक्रिया दिनु होला। अहिले चाहिँ म काममा लाग्नुपर्छ। यो चाहिँ हाम्रो किचन हो है। टक्क यहाँ भाइले टक्क काम गरिरहेछ। मेरो पनि अब काम सुरु हुँदैछ है त। कति बजे 3:30 बजे आइपुग्यो। अब यहाँनिरबाट चाहिँ काम यही हो हामीले गर्ने किचन हो यो चाहिँ। टक्कसँगले गरिन्छ है त। ल अब काम सकियो। यस्तो मजासँगले गरियो आज किचन काम सब सकेर अब चाहिँ घरतिर लाग्ने तर्खरमा छौँ है त। अब के हुन्छ रोडतिर म यस्तो रोडको नाइट भ्यू पनि देखाउँदैछु तपाईँहरूलाई है त। इन्जोय गर्नु होला। सिटी जाने सानो रोड हो, इलेक्ट्रिकबाट चल्छ। ओके स्टेसन भयो रोकिने हो। त्यस्तो हुन्छ। अब हामी चाहिँ लागौँ आफ्नो गन्तव्य घरतिर। काममा थाकियो हैन। काम गाह्रो साह्रो यस्तै हो। त्यसो काम पाउनु नै ठुलो कुरो हुँदो रहेछ क्या। यो अब बाहिर आउँदाखेरि कति हुन्छ नि 2-3 महिनासम्म काम पाएको छैन, 6 महिनासम्म काम पाएको छैन भनेर बसिरहेको हुन्छ। कतिले मेरो साथीहरूले नि पाएको थिएन। त्यो जस काम जे पनि गर्ने भन्यो भने त पाइन्छ हैन। मान्छेहरू काम सेलेक्सन गरेर बस्छ त्यस्तै हो। यो चाहिँ पुलिस स्टेसन हो, घर नजिकै छ। यस त्यही हो काम चाहिँ अब सबैले सेलेक्सन गर्ने भन्दा पनि जेमा पाउँछ गरिदिने क्या। त्यो भयो भने चाहिँ अलि अगाडि सर्भाइभ गर्न पनि सजिलो हुन्छ। खोइ यस्तो नि काम गर्छ भन्छ। कि त अब खतरै हुनु पऱ्यो आफू। त्यही माथि अब विदेशमा रेफरेन्स चाहिन्छ। रेफरेन्स नभइकन कामै छैन। सबै कुरा हेर्नुपर्छ नि त। त्यो हो कि त्यसैले अब गफ गर्दा गर्दै यस्तो घरसम्म पनि अब आइपुग्यो हैन। कस्तो भयो राइड। त्यही हो यस्तो विदेशी लाइफमा तपाईँहरूलाई मैले देखाएँ। खोलाउँ यही हो है त। टक्क फाइनल्ली घर पनि आइपुग्यो। स्कुटीलाई यता राख्यौँ। अब कस्तो लाग्यो तपाईँहरूलाई सो हेरेर प्रतिक्रिया दिनु होला हैन। मेरो आज फर्स्ट भ्लग हो। कस्तो भयो हेरिदिनु होला हैन। त्यही नै ठुलो कुरो हुन्छ मेरो लागि भन्दै है त। छुट्टिन्छु। बाइ बाइ। जय नेपाल।